अनि हाम्रो लाइटहरूलाई चाहिँ त्यसमा यो भन्नाले यो सानो काठको यसमा टाँस्नको लागि म टेप युज गर्छु। अब हामीले दुईटा पेन साइड बाई साइड टाँस्ने टेपले र त्यसको माथि पनि दुईटा पेनलाई टाँसिदिने र त्यसको माथि चाहिँ हामीले एउटा व्हाइट कलरको व्हाइट सिट टाँस्न सक्छौँ, जसले गर्दा लाइटलाई स्प्रेड हुन टाइम पाउँछ। टेपहरू टाँस्दा चाहिँ लाइटको माथि टेप नटाँसिदिनु होला, त्यसले गर्दाखेरि पछि लाइट तात्ने र त्यसपछि ब्राइटनेस पनि कम हुने समस्या हुन सक्छ। अब यसलाई राम्रोसित टेपले टाँसिदिउँ ताकि यसको कभरहरू कहीँबाट ननिक्लियोस्। स्विचको तारलाई चाहिँ नजिक राखिदिन्छु, बाँकी चार्जर जोड्ने तारहरूलाई चाहिँ म छुट्टा छुट्टै राखिदिन्छु ताकि सर्ट भएर झ्याउ नहोस् पछि। अब यसलाई राम्रोसित टेपले टाँसिदिउँ ताकि यो ननिक्लियोस् र तारहरूलाई छुट्टै छुट्टै राखौँ। यी अँध्यारोमा चाहिँ एकदमै राम्रो देखिन्छ। बाँकी यो हामीले होमवर्कसम्म गर्दाखेरि त्यसपछि अनि अरू सानोतिनो काम गर्दाखेरि युज गर्न सकिन्छ। एटलिस्ट कामहरू गर्नको लागि सजिलो भाओस् हेर्न सक्नुहुन्छ। मेरो हात राम्रोसित देखिरहेको छ त्यो अँध्यारोमा पनि।